Let's make kimchi with me. मलाई चाहिँ किम्ची एकदमै खान मन लागेको थियो र बजार गएर 4 किलो बन्द लिएर आएँ। अनि त्यसलाई चाहिँ मजाले राम्ररी धोएर त्यसको हाड पात चाहिँ काटेर निकालेँ सबैको। सबैको हाडपात निकालिसकेपछि चाहिँ बन्दलाई मैले सानो सानो पिसमा स्क्वायर शेपमा काटेँ। त्यसपछि चाहिँ 2000 years later काटेकै अनि सबै बन्द काटिसकेपछि चाहिँ मैले चाहिँ नुन लगाएँ। नुन चाहिँ टन्नै हाल्नुपर्ने हुन्छ अनि नुन पानीमा भिजाउनु पर्ने हुन्छ, किनकि नुन र पानीमा भिजाएपछि चाहिँ त्यो बन्द त एकदम हार्ड हुन्छ नि त, डरु हुन्छ। अनि त्यसलाई चाहिँ अलि सफ्ट बनाउनको लागि नुन पानीमा कम्तीमा पनि 3-4 घन्टा चाहिँ भिजाउनु पर्ने हुन्छ। मैले चाहिँ 3 घन्टा भिजाएको थिएँ। अनि नुन पानीमा भिजाएपछि चाहिँ बेला बेला पल्टाउनु पनि पर्छ, यतिकै छोडिदिनु हुँदैन। अनि पल्टाउने, भिजाइदिने। अनि त्यसपछि क्याबेज भिजाइराखेको टाइममा चाहिँ ससको लागि प्रिपेयर गर्नुलाई गएँ। किम्चीमा चाहिँ अरू पनि भेजिसहरू एड गर्नुपर्ने हुन्छ, मुला, गाजर अनि स्प्रिङ अनियन। अनि मैले चाहिँ गाजर, मुला भट्टाभट ताछेर पखालेर त्यसपछि लामो लामो सानो सानो पिसमा काट्न थालेँ। अनि मैले चाहिँ गाजरहरू, स्प्रिङ अनियनहरू, मुलाहरू काटिसकेर सस बनाउनलाई एउटा एप्पल लिएँ। मलाई चाहिँ एप्पलको फ्लेभर धेरै मन पर्दैन र एउटा मात्र हालेको, नत्र यति धेरै क्याबेजको लागि त 4-5वटा एप्पल हाल्दा नि हुन्थ्यो। मलाई चाहिँ एप्पलको फ्लेभर धेरै मन पर्दैन, सो एउटा मात्रै। अनि भिनेगर अनि अदुवा, लसुन, प्याज चाहिँ चाहिन्छ ससको लागि। मैले अदुवा लसुनको पेस्ट चाहिँ अलरेडी बनाइसकेको थिएँ। अनि प्याजको पनि यो लगाउँदै गरेको सेतो चाहिँ राइस फ्लोरको पेस्ट हो। चामलको पिठोलाई पकाएर यसरी लेदो बनाउनुपर्छ। अनि
सबैलाई मिक्स गरेँ। अदुवा, लसुन, प्याज, एप्पल अनि राइस फ्लोरको पेस्टलाई अनि चिल्ली पाउडर पनि हालिदिएँ। अनि यो सबैलाई चाहिँ मिक्स गरेर क्याबेजको लागि क्याबेजमा मिक्स गर्न रेडी गर्नुपर्छ। अनि क्याबेज पनि पानी तारेर चाहिँ बाटामा मिक्स गर्न रेडी गरिसकेको थिएँ। अनि पेस्ट पनि रेडी भयो। अनि सबै क्याबेजमा हालिदिएँ। अनि त्यसपछि मिक्स गर्न थालेँ। एकदम मजाले राम्ररी सबै पात नलाग्ने गरेर गर्नुपर्छ। किम्ची इट्स रेडी। अनि यो चाहिँ हाम्रो किम्ची लगाइसकेपछिको लन्च।